एमाले कांग्रेस माओवादी आउँदैन यिनीहरूको शासन देखेको छौँ त्यसैले मैले विरोध गरेको अझै पनि आओस् लक्ष्मी देवी एक खुकुरी बगाती छ भिड माओवादी छैन नेकपा भइसक्यो माओवादी एकता भएर नेकपा भयो अब एमाले पनि एकता भएर तिनै होला नि त कसरी अगाडि बढ्न सक्छ त एकता त चाहियो त स्वार्थ छ उनीहरूलाई स्वार्थ हिजोको उनीहरूकै कारणले आज राष्ट्रसभा नेता बन्ने अनि उनीहरूकै कमजोरी हो नि त उनीहरूले राम्रो देश बनाइदिएको भए आज राष्ट्रसभा सरकारमै जान्थेन क्या अनि उनीहरूकै कारणले गर्दा राष्ट्रसभा सरकारमा गएको छ अनि आज उनीहरूले पनि रोडमा आएर झन्डा देखाउन पाउँछ जनता मारे भन्न पाउँछ तिनीहरू नमारेको जनता अझै पनि विदेशमा हेर्नु सेलिब्रेटी कतिहरू बिचालीमा छन् थाहा छ केही समयपछि म लिएर आउँदैछु यो काण्ड कति सेलिब्रेटी विदेशमा छन् त्यो बेला आउनु होला माग्दै सर उनीहरूको समयमा सेलिब्रेटी बेचिएको छन् मरेर बाँचिरहेको छन् जिउँदो लास भएर बाँचिरहेको छन् अझ कति गरिब जनता नेपाल विदेशमा छन् उनीहरूको 35 वर्षको शासनमा अनि 35 वर्षसम्म मरेको जनता नदेख्ने 100 दिनमा राष्ट्रपतिले मारेको देख्ने तिनीहरू अधिकार छैन तिनीहरूलाई अधिकार छैन हिजो जो व्यक्ति मरे त्यो सही गरे भन्न खोज्नु भयो तपाईले यसको मतलब तिनीहरूको सरकारले मार्दाखेरि नदेख्ने हैन आज मारेको देख्ने भनेको कुनैलाई अधिकार छैन क्या सर आफ्नो सरकार आफ्नो बाबुआमाले मारेको तपाईको नजरले चाहिँ के देखिरहेछ त हिजो जुन घटना भयो त्यो घटना वास्तवमा राज्य जिम्मेवारी छ कि गैर जिम्मेवारी छ घटना घटिसकेपछि सरकारले मान्छे बचाउनको लागि गर्ने प्रयासमा राज्य चुकेको छ तर घटना घट्दाखेरि 3 घण्टादेखि 4 घण्टासम्म त्यो नगर प्रहरीले त्यो मान्छेलाई मेरो मोबाइल बनाइदिए त्यो मान्छेसँग पछि लागिरहेको चिट कार्ड भनिरहेको गृहमन्त्री फोन गरेको थियो गृहमन्त्रीले फोन गरेर मलाई त्यसको मोबाइल बनाइदियो प्रधानमन्त्रीले फोन गरेको थियो मैले यही कारण बुझेर त बोलेको सर मैले कारण बुझ्नु भएन कि आज सडकमा जो सामान्य बुझेर बोलेको सर सडकका थियो उसलाई चाहिँ 1 लाख सम्मको जरिवाना लगायो राज्यले मर्न बाध्य बनायो घटना वास्तविकमा दुईजना बीचको संवाद भएको छ त्यो नगर प्रहरीले 3 घण्टासम्म त्यसको पछि लागेको छ यदि तैँले मेरो मोबाइल बनाइदियोस् नगर प्रहरी 3 घण्टासम्म एउटा मान्छे पछि लाग्छ नगर प्रहरी माफ गर्न सक्दैन खोज्दै बोले छैन कि नगर प्रहरी इगो गरे क्या त्यो नगर प्रहरीले आफ्नो पर्सनल कुरा जोडेको छ क्या सरकारको जिम्मेवारी छैन भन्ने हुन्छ घटना घटिसकेपछि चाहिँ छ सरकारको तर घटना घट्दाखेरि त्यो महिलाले 3 घण्टा 4 घण्टासम्म 11 बजेदेखि 3 बजेसम्म पछि लागेर गृहमन्त्री भनेको यस्तो अवस्था ल्याउनु पर्ने अवस्था चाहिँ नेपाल सरकारको हो नि त नेपाल सरकारले पछि लागेको थियो त्यहाँ